पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै नै छु। आज चाहिँ हामी गोदावरीको मार्बल डाँडा घुम्न जान लागेको छौँ। साथी र म आज मार्बल डाँडा घुम्न जाउँ न त भन्ने प्लानिङ भयो। शनिबार पनि हो होइन, यसो मिलाएर जाउँ न त भन्ने भयो। आज चाहिँ हामी मार्बल डाँडातिर सर्लक्क दुई निस्किँदैछौँ है त गाइस। ल म त्यही भेटौँ अब हामी जाने। म हेलमेट लाउँछु फाइनल्ली मार्बल डाँडामा होइन त के छ एकदम मार्बल डाँडाको हाम्रो भ्यू चाहिँ यस्तै छ होइन। मार्बल डाँडामा तल सुम आमा उदो सबै गोदावरी देखिरहेछ है। धेरै कष्ट छिचोल्दै हामी चाहिँ डाँडामाथि चढिसक्यौँ। कष्ट छिचोल्दै आमा यो हो नि त, यो ब्याकग्राउन्ड यो हो बा। यो तल के भवन रहेछ ठुलो है। दामी छ आजको चाहिँ माहौल चाहिँ धेरै छ क्या। आज यो शनिबार भएर होला, मान्छे धेरै छ धेरै। ल आजको माहौल बेग्लै खालको छ क्या यहाँको। माथि कुहिरो लागिरहेछ डाँडामा। तल बाइक राखेर यहाँ सर्लक्क यसो घुम्दैछौँ है घाँस घारीमा। बा क्या राम्रो बोहो, यस्तो हो नि त लाइन घुम्ने होइन रुपेश। यहाँ त कस्तो दामी आइरहेछ है। घुम्ने बाटो पनि राम्रो रहेछ हिँडाइ। यहाँ त भिड रहेछ नि त नि यार, कसरी निस्किने भिडको बाटो रहेछ। यहाँबाट चाहिँ यस्तो पुरा पर हरियाली छ सबै। माथिबाट छौँ है मार्बल डाँडा तल साब हामी चाहिँ माथिल्लो डाँडा निस्किँदैछौँ। तर लास्टै भिड रहेछ। भिडबाट कसरी निस्किनु पर्ने भन्ने कुरो भयो क्या रुपेश यार। निस्किनु सक्छु त म? सक्छु। हेलो एभ्रिवान, हामी चाहिँ फाइनली मार्बल डाँडा चढिसकेको छौँ। आमा मार्बल डाँडाको भिडमा पनि चढ्नु सफल भयो है। यस्तै छ है सर्लक्क यसै। तिमीलाई मैले चाबी दिएको रुपेश। यस्तै हो बाटो चाहिँ अलिक अप्ठ्यारो रहेछ। अप्ठ्यारो ढुङ्गा रहेछ क्या। गन्द्रङ गर्दै आइयो। त्यो बाटो अप्ठ्यारो भएर मजाले भिडियो बनाउनु पनि पाइएन बाइकमा होइन। तल त्यो अफरोड जब जङ्गल छिरिसकेपछि चाहिँ मजाले भिडियो बनाउनु पाइएन क्या। किनभने पाइएन त्यहाँ हल्लियो नि त गन्द्रङ सबै बाटो अप्ठ्यारो रहेछ नि त, त्यही भएर हो। जोस् रमाइलो रहेछ घुम्नु। आज चाहिँ हामी सर्लक्क हामी फर्किनु पर्ने हुन्छ। तल चाहिँ के दामी त फुटबल ग्राउन्ड रहेछ है। फुटबल ग्राउन्ड त स्कुल हो कि के हो? फुटबल ग्राउन्ड दामी रहेछ त्यहाँनिर। जस बेस्ट भ्यू रहेछ, दामी राम्रो रमाइलो लाग्यो एकछिन। अनि अब बसिरहेको छौँ हामी पनि। आज फ्रेस पनि भयो, धेरै दिनमा निस्केको हो कि। आमामा त बारीतिर चाहिँ के बवाल देखियो यार। आज के हो यो? यतिको त हुनु पर्यो नि त होइन। बा यस्तै छ होइन। आज जे होस् मौसम पनि राम्रो भएको छ, पानी पनि परेको छैन आज चाहिँ। आज मौसमले चाहिँ जे होस् साथ दिएको छ भनौँ न। पानी आएको भए त लास्टै गिदी हुन्थ्यो नि। पानी आएको भए कस्तो लास्टै गिदी हुन्थ्यो। यो हाइकिङ रुट हो र? बाइक यता नि लिएछ त नि? हाइकिङ गरेर कहाँ बस्नु उँभो चाहिँ? आमा ओ यता त यहाँ डर मर्दो छ त यहाँ। यस्तो घारीबाट कसरी नि हाइकिङ हिँड्नु यार? जुका लाग्छ गाह्रो नि त नि। आमामा के हो यो? त हाइकिङ होइन यार राजा यार। आमामा के हो यो त? बाघहरू पनि पाउँछ होला यार यता त। जङ्गलमा हेर त। आहा यो हो नि त लाइन। तर के यस यो चाहिँ हाइकिङको रुट अरे राजा। यहाँ चाहिँ तासहरू पनि खेल्दो रहेछ। यहाँ तासहरू भुइँभरि फालिरहेछ। मान्छे कता को? ए यता बा बवाल रहेछ नि त। यस्तो छ क्या गाडी। चिप्लिने रहेछ नि त, लास्टै चिप्लो रहेछ यार। हाइकिङको रुट पर आँट्थ्यो हो क्या। हेर न बाटोदेखि घाँस त लास्ट छ त यार। यस्तै हो सही रहेछ यार बाटो चाहिँ। हरियाली यहाँ डाँडा रहेछ नि त, बस्ने ठाउँ रहेछ है। ल यहाँबाट झन् बवाल देखिने रहेछ। बा के हुँदो रहेछ डाँडा त यता छ त दामी। यहाँबाट खतरा देखिन्छ नि त। यहाँबाट चाहिँ खतरा देखिने रहेछ नि त। ल
दामी या यहाँबाट चाहिँ हेर त कस्तो दामी देखिएको राजा। ल हामी चाहिँ मार्बलडाँडाबाट निस्किनु लागेको अब जाँदैछौँ हामी घर। बाटो यस्तो अप्ठ्यारो छ यार आमामा, बाटो त्यस्तो अप्ठ्यारो रहेछ। यस्तै हो कहिलेकाहीँ हिँड्नुपर्छ यस्तो बाटोमा, होइन त राजा? ल है अलिक बिस्तारी है, आस्ते आस्ते यस्तो बाटो छ सर्लक्क हरियाली। हामी तल कति टाइम लाग्ला तल पुग्नु? 5 मिनट। ल 5 मिनटमा हामी तल पुगिन्छ अरे राजाले भन्दैछ। तर बिस्तारी जानुपर्छ राजा, बिस्तारी जानुपर्छ बिस्तारी। त्यसरी जोडी पनि हिँड्छन्, के गर्नु जोडी हिँडेर। जोडी हिँड्दैछन् है राजा सिकालेमा। लडिन्छ झन्डै बालुमा पर लडेर यार, अगाडि त खलात्तै यार, यतिकै अगाडि मात्रै कस्तै हावा छ क्या, शीतल हावा छ, बाटो अलिक भिडियो छ अद्भुत छ। त्यस्तै छ यहाँको जिन्दगानीमा। बटुल्न खोज्दैछु भन्ने गीत हाल्ने हुन्छ एउटा, बटुल्न खोज्दैछु हुन्छ एउटा। फेरि कस्तो राजा जेस रमाइलो भयो आजको हाम्रो यात्रा। रमाइलो नै छ, शीतल पनि छ, फ्रेस पनि भयौँ, मुडलाई फ्रेस पनि गऱ्यौँ होइन। यता ऊ जङ्गल बा यस्तो रहेछ क्या, दामी रहेछ यार। आगो लगाइदिएको रहेछ नि त कसले होइन अस्ति हिउँदोमा। वन जङ्गलमा आगो लाउनु हुँदैन, चराचुरुङ्गी मर्छ, विनाश हुन्छ जङ्गलको होइन, अरूको वासस्थान टुट्छ नि त। त्यसरी कहाँ लाउने त आगो? आगो लाउने नै होइन नि, त्यो त खबाउने मात्रै लाउने हो आगो। अब छैन हामी यसरी हिँड्दैछौँ, त्यसलाई त गरेको एकछिन न। त्यो त तलबाट मेरो भिडियो आउँदा यो रोडमा चाहिँ होइन, अहिले हिँड होइन यहाँकै यहाँ त बाइकले तान्नै सकेनौ त। ल अलिक दबाउनु पर्ने हो क्या तलबाट, रेस दबाउनु पर्छ नि। यस्तै छ त, डराउनु हुँदैन नि। कहाँबाट अरे? त्यही मान्छे हो त्योबाट। ल 0.5मा हान्नुपर्ने भयो होइन भिडियो। अनि पानी आयो यार, पानी आयो। ए होइन, खोला रहेछ। अनि हामी चाहिँ सट्टा उसको भिडियो बनाउने एउटा बनाइदिन्छु म। हिँड्दैछु यसरी बाटोमा सर्लक्क लगाएर होइन, ठिकै छ त। ल सिस्नुले पोल्यो। बाई बाई। ल आहा यो हो नि त लाइन राजा। ओ ओ बिस्तारी बिस्तारी बिस्तारी। ओ ओ ओ
यार जो साथ चाहिँ मौसमले साथ चाहिँ दिइरहेछ क्या हामीलाई दामी तरिकाले साथ दिइरहेको छ कस्तो दामी छ क्या बा हेर यहाँनिर भिडियो बनाउनेहरूको पनि कति धेरै छ तर यहाँ जति भिडियो बनाउँदै हुन्छ नि सबले हेर्नुहुन्छ नि च्यानल चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला है सबैजनाले तपाईँको सबको भिडियो आउँदैछ सपोर्ट गर्नु पऱ्यो क्या सपोर्ट ल गाइस आहा यो हो नि त सपोर्ट चाहिँ गर्नु पऱ्यो ल सपोर्ट गर्नु पऱ्यो हामीलाई होइन सर्लक्क लाएर एकदम हामीलाई सपोर्ट सबजनालाई लाइक सब्सक्राइब गर्नु चाहिँ नभुल्नु हुनुहुन्छ नि सबैजनाले सब्सक्राइब गर्नु ल सब्सक्राइब हो नि त राजा हो कि भन त सब्सक्राइब त गर्नु पऱ्यो नि त गरेन जति पनि भिडियोमा हुनुहुन्छ नि सबैजनाले सब्सक्राइब गरौँ है भन्दै फर्किँदैछु अब घरतिर यस्तै भयो आजको दिन रमाइलो नै भयो यत्रोजना होइन मान्छेहरू पनि टन्नै हुनुहुँदो रहेछ कोही फर्किँदै हुनुहुन्छ कोही आउँदै हुनुहुन्छ सरर हामी पनि आयौँ अब घुम्यौँ माथि सबै अनि फर्किँदैछौँ हामी पनि होइन यहाँ चाहिँ ठ्याक्क के भयो बाटो सानो पनि छ होइन गाडी अलिक पुगेन बाटो भनौँ न अब यहाँ तलसम्म हामी चाहिँ यता चाहिँ फेरि गोदावरी हेलो हेलो दामी तरिकाले यहाँबाट हाम्रो सिट पनि अघि हामीले कति बिल लिएको है यहाँबाट देखाउनु पर्छ अब हामी त फर्किने हो नि त होइन हामी अब फर्किने हो नि त होइन त सबैजना हामी फर्किँदैछौँ सबैजनाले होइन सपोर्ट गरिदिनु पऱ्यो त्यस्तै हो आजको दिन चाहिँ रमाइलो भयो भनौँ न मजै पनि भयो लास्ट चाहिँ ह्याङ भइराखेको बेला रेस पनि भयो बबाल अब कस्तो चिसो हावा आएको छ होइन गरम माथितिर कस्तो गर्मी छ क्या अनि यहाँ त अब यस्तो शीतल भइरहेको छ है वान अफ द बेस्ट प्लेस गोदावरी हेलो हेलो तल झरिसक्यौँ के लेखेको छ वी लभ गोदावरी पानामा क्या वी लभ गोदावरी छ सबैजना भिजिट गर्नु आउनु होला नभुल्नु होला भिजिट गर्नु चाहिँ यता मान्छे भिड छ है ए यहाँमै ब्रेक भयो